थिएन। हामी त बाहिर मागेर पढाएको छ प्रवृत्तिमा। अहिले त हजारौँको सङ्ख्यामा डाक्टरहरू बनेका छन्, नर्सहरू बनेका छन्, स्वास्थ्यकर्मीहरू बनेका छन्। त्यसकारण नभएको छैन, भएको छ। तर त्यो भएकोलाई हामीले देखाउन सकेनौँ, हामीले त्यो अनुभूत गराउन सकेनौँ जनतालाई। त्यो सेवाको सुलभ पहुँच हुने अनुभूति दिलाउने गरी हामी काम गरौँ। यति भन्दै यहाँहरू सबैको बहुमूल्य समय आफ्नो काममा फर्किनुपर्ने समयलाई पनि म यहाँ धेरै अल्झाएर राख्न चाहन्न। यहाँहरूको सबैको उपस्थितिको लागि म हार्दिक कृतज्ञता ज्ञापन गर्दै हामी सबै मिलेर हाम्रो यो मन्त्रालय र सङ्घ मात्रै नभएर प्रदेश र स्थानीय तहका स्वास्थ्य सेवालाई पनि सहकार्यद्वारा हामी एकदमै राम्रोसँग अगाडि बढाउँ र साँच्चै पनि आन्दोलन गर्दाखेरि सबै कुरा भत्ताभुङ्ग त भएर रहेनछ, यस्तो राम्रो रिजल्ट पनि हुन सक्दो रहेछ भन्ने देखाउने यही मौका हो। यो हामी गरौँ भन्ने अनुरोध गर्दै म तपाईँहरू सबैसँग अहिले बिदा माग्छु। धेरै धेरै धन्यवाद। मन्त्रीज्यूलाई एउटा भनी चाहिँ सक्नुभयो, तैपनि म एउटा जिज्ञासा चाहिँ राखिहाल्छु मन्त्रीज्यू, किनभने तपाईँ भ्रष्टाचार विरोधी आन्दोलनबाट त्यसैको जगमा टेकेर यहाँ आउनुभएको र भनि नै पनि सक्नु भएको छ तपाईँले, म खरिद लगायत विषयहरूमा चाहिँ म यसलाई नियन्त्रण गर्छु भनिसक्नु भएको छ। र हामीले पनि लामो समयदेखि स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्तर्गत हुने स्वास्थ्य संरचनाका खरिदका अनियमितता, अब त म भ्रष्टाचार पनि भन्न रुचाउँछु, किनभने अदालत ती राज्यका निकायहरूले प्रमाणित गरेर अगाडि बढाइसकेको हुनाले मैले भ्रष्टाचारै भन्न शब्द अब मिल्छ। मैले भ्रष्टाचार चाहिँ भइरहेछन्, विशेष गरी मेसिन औजार र स्वास्थ्य सामग्रीहरूको खरिदमा चरम भ्रष्टाचार छ स्वास्थ्य मन्त्रालय अन्तर्गतका संरचनाहरूमा, जुन हामीले सप्रमाण समाचार सम्प्रेषण गर्दै आएका छौँ विगत 5 वर्षदेखि। र त्यो सबै खरिदहरूमा हुने भ्रष्टाचारमा चाहिँ स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवहरू, डिजी र सम्बन्धित स्वास्थ्य संस्थाको सहमति र समन्वय बिना त्यो सम्भव हुने देखिँदैन। र त्यसलाई चाहिँ अब अहिले त तपाईँ अब आउनेमा त गर्नुहुन्न पक्कै पनि भन्ने विश्वास छ र नियन्त्रण गर्नुहोला। र हिजो भएका भ्रष्टाचारहरू अनियमितताहरू जसलाई चाहिँ मन्त्रीले सचिवहरूले जिम्मेवारै नलिएको अवस्था थियो, त्यसलाई चाहिँ अब कसरी नियन्त्रण गर्नुहुन्छ? या पुराना फाइलहरू सबै जलिसकेका छैनन्, बाँकी छन्, केही प्रमाणहरू छन् त्यहाँ तपाईँहरूको मन्त्रालयमा जलेका छन् भने हामीसँग पनि समाचारका रूपमा केही प्रमाणहरू छन्, त्यसलाई तपाईँले कसरी खोतल्नुहुन्छ? मन्त्रीज्यू यसै जोड है, यो अहिले मन्त्रालयको चाहिँ आफ्नै भवन छैन, यहाँ चाहिँ NHRC को भवन नयाँ भवन बसेको छ, यो एकदम साँघुरो छ। यस्तो अवस्थामा चाहिँ मन्त्रालयका दैनिक काम